मायादेवी मन्दिरमा जाने यहाँ छ। यसलाई तपाईको पर्छ 19,500 टक्क किन्नुपर्ने हुन्छ। तिरिसकियो हामीलाई स्वागत गर्न यी रातो कार्पेट बिछिएको छ यहाँ। मोबाइलको लाइट बालेर हिँड्नु परेको छ गाइस। त्यही हो, अब अलिकति व्यस्त गर्नु पर्यो। आउने क्रममा लाइनै छैन, यो अँधेरो छ, पुरै अँधेरो थियो। वरिपरि यस्तो ठुलो ठुलो जग्गा छ यहाँ बँधेर। खुसी, धेरै खुसी, धेरै खुसी। यहाँ त यत्रो क्यामेरा रहेछ बाबरे। गाइस हामी आइपुग्यो अशोका स्तूपा। अब गाइस बेल बुद्ध जन्मेको भित्र पहिला पनि हेरेर आयो। त्यहाँ क्यामेरा एलाउड थिएन। हामीले यहाँ छ कि नाम जस्तो। अब हामी उता जुत्ता राख्नु जानुपर्ने। सो गाइज कहाँ आइपुग्यो भनिदिनु गाइज। लुम्बिनी बाबा। सो हेलो गाइज, वेलकम आरबिएसएस ब्लग्समा। आज म लुम्बिनीमा छु। हामी कहाँ छौँ भन्ने कुरा यहीँबाट देख्न सकिन्छ। यहाँ नयाँ बन्दै रहेछ। अब मायादेवी मन्दिरमा जाने यहाँ छ। वे टु मायादेवी मन्दिर। यहाँबाट जानुपर्ने हुन्छ। अब यहाँ गाडी भित्र जान पाइँदैन, हामी हिँड्दै जानेवाला छौँ। अब यहाँको सेरेसरी यस्तो छ, यस्तो छ। वाह, तर धेरै राम्रो नि पहिलाको तुलनामा त। यहाँ गाडीभित्र जान पाइँदो रहेछ। टोइलेटहरू यता यस्तो राम्रो रहेछ। अब यहाँ हिँड्दै लगभग 10 मिनट 15 मिनट लाग्छ होला। अगाडि गएर फेरि साँझ लाइटमा यस्तो आनन्द लिने मन छ। ओहो यस्तो नि त फेरि हिँड्दै जानुपर्ने हुन्छ। यहाँ के गर्ने, नहिँडी त हुँदैन। ओहो पानी पर्ला जस्तो पनि गरेछ गाइस। के हो, पानी पर्छ कि के हो? पानी नपर्दै हुन्थ्यो यार लक्कीली। तर पानी पऱ्यो पनि त्यो भित्र बस्न शीतल जस्तो। तर पानी पऱ्यो भने झ्याउ चाहिँ अलि झ्याउ हुन्छ भन्ने कुरा हो। यहाँ चाहिँ गाइस बँदेलहरू पनि पाइन्छ नि। बँदेल, मोङ्की, अरू पनि पाइन्छ। सो गाइस अलि छिटो जानुपर्ने हुन्छ यहाँबाट। अनि बाबा र भान्जी अगाडि। हेलो हेलो हेलो। ल मेरो युट्युब च्यानलमा स्वागत छ भान्जीलाई फर्स्ट टाइम। बाबा तपाईँको फर्स्ट टाइम हो र आज? होइन सब्सक्राइबर धेरै छैन भान्जी। सब्सक्राइबर धेरै छैन, तर पनि छ। बिस्तारै बिस्तारै हुँदैछ। यो क्याप्चर गरेको कुरा चाहिँ यो पछि मेमोराइज हुन्छ। बाबा फर्स्ट टाइम होइन, बाबा थर्ड फोर्थ टाइम। पहिला पनि जानुपर्छ भित्र। ए भित्र 4-5 साली। तर धेरै पहिला कुरा हो नि त होइन अहिले। तर पहिलाको र अहिलेको धेरै कुरा फरक छ। भान्जी त यहाँको लोकल हो। भान्जी नभेटिकन जानुहुन्छ कि जस्तो लागिरहेको थियो। फाइनली मामा आउनुभयो लुम्बिनी। भेट भयो, धेरै नै खुसी लागेको छ। धेरै पछि मामासँग यसरी भेट भयो। हजुरबुवा पनि आउनु भएको। अब धेरै जस्तै होइन नेपालको कति कुनामा घुम्यो। तर यो मेरो घरदेखि खासै टाढो होइन, 1-1.5 घन्टाको बाटो हो लुम्बिनी होइन। तर म लुम्बिनी छुटाइनँ, जसरी छुटाउने पनि थिइनँ, जसरी पनि आउने थिएँ आउन त। तर अलिकति हुन्छ नि, अब घरमा पनि अलिअलि काम थियो। अब बाहिर धेरै घुम्यो। पहिला भनेको टाढो हेरेपछि यो त नजिक त आइन्छ। नजिकको तीर्थहरूलाई चाहिँ कहिले हुन्थेन। यो सायद अहिले आउँदा बोल्छ होला भान्जी। लाइटहरू बोल्छ कि बोल्दैन? मायादेवी मन्दिर नजिकै रहेको ताल। यो गाइस मलाई याद छ, म बच्चैमा आउँदाखेरि यो ताल थिएन। यहाँ डोजर लाएर खन्दै थियो, झाँक्री लाएर यहाँको माटो निकालेर यहाँ ताल बनाउँदै थियो। फाइनली ताल पनि भइसक्यो। तर ताल चाहिँ अलिकति व्यवस्थित नभएको कि जस्तो लाग्छ। यहाँ यस्तो छ, हिँडिरहेको छु आफ्नै पारामा। पुरा डिस्टर्ब गर्नु हुँदैन, फेरि आउन सक्छ यता झपटमा। सो गाइज कहाँ आइपुग्यो भनिदिनु गाइज। लुम्बिनी आइपुग्यो है त। ल लुम्बिनी आइपुग्यो। अब हामी भित्र छिर्नुपर्ने हुन्छ। अब चक्क लाइट साइड बनिसक्यो। अब बाबुसर भित्र छिर्ने। अनि हाम्रो भान्जी अगाडि गइसक्नु भयो। यहाँ छ कि नाम जस्तो। अब हामी उता जुत्ता राख्नु जानुपर्ने। हामी पहिला जुत्ता राख्नुपर्ने हुन्छ। यता यस्तो छ कि पहिला जुत्ता चप्पल यता जुत्ता चप्पल खोल्ने। यता जुत्ता चप्पल खोलेर हामी यता भित्र जानेवाला छौँ।
यो हामीलाई स्वागत गर्न यी रातो कार्पेट बिछिएको छ यहाँ बाबालाई रातो कार्पेट बिछिएको छ यहाँ यसो यहाँ टिकटहरू काट्नुपर्ने हुन्छ हामीले टिकट काट्यो होइन यहाँको लोकल भइसकेपछि काट्नु पर्दैन भन्ने कुरा चाहिँ यहाँ थाहा भयो होइन सरलक्क आइसक्यो त मायादेवी मन्दिरमा वाउ कस्तो राम्रो वाउ कस्तो राम्रो ट्री वाउ दामी 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 वाउ के यस्तो गाई वाह धेरै खुसी धेरै खुसी सो गाइस हामी भित्र छिर्नेवाला छौँ भित्र छिर्न त पाइन्छ या पाइँदैन थाहा छैन तर पनि हामीले फोटो खिच्नेवाला चाहिँ छौँ भित्र नगएर त बाहिरपट्टि गएर आए त राम्रो हुन्थ्यो होला वाउ क्या साह्रो क्या मिठो ओहो मनैहरू है आउँदा हामी घर जाऊ पनि झ्याउ लाग्दो रहेछ घर छोरा हिँड्नुपर्छ कि न घुम्नलाई फेरि कहाँ जाने अब ल फेरि अब कस्तो राम्रो मन्दिर यो हो नि त तरिका त पहिला पनि धेरै आएको छु तर भान्जी रुक त यहाँको बारेमा भनिदेऊ त पहिला अब त्यो देखाउन पनि मिलेन भित्रको के छ कस्तो छ भनेर यहाँ बाहिरसम्म मात्र हो भिडियो बनाउनु मिल्ने भित्र गएको शान्त हो एकदम त्यसपछि बाहिर निस्केर फेरि कन्टिन्यू हुन्छ भिडियो अनि हाम्रो फेरि कन्टिन्यू आउँछ भित्र फेरि के छ भित्र भएको कुरा चाहिँ बाहिर गएर सुनाउने छौँ है त खिच्न नपाइने यस्तै हो ल फेरि यो त गाइज भित्र फोटो खिच्नु चाहिँ मनाइ छ है त यहाँ छ नो फोटो भनेपछि हाम्रो फोटो खिच्नु हुन्छ त हुन्न त्यो नियमको पालना घरमा नि हुन्छ बाहिर नि हुन्छ जहाँ पनि हुन्छ आफैमा हुन्छ कि कसो भान्जी ल हामी भित्र जान्छौँ गाइज अगाडि गएर फेरि भेटौँला त्यहाँ त्यत्रो यत्रो क्यामेरा छ अप्ठ्यारो पर्छ गाइज रिक्स पनि नल्याम अब जस केही कुरा सिक्रेट छ त्यो कुराको हामीले पालना पनि गर्नुपर्ने हुन्छ सो गाइज हामी भित्र बुद्ध जन्मेको भित्र पहिला पनि हेरेर आयो त्यहाँ क्यामेरा एलाउड थिएन त्यसो हामीले भिडियो रेकर्ड गरिएन भान्जी रुकन अनि त्यहाँ भित्रको कस्तो हुन्छ नि म एकछिन हेरेकै भएँ कस्तो हुन त पहिला पनि आएको हो नहेरेको होइन जस अवलोकन चाहिँ गरेँ अनि हुन्छ नि एकदम प्राचीन इट्टाहरू छ होइन बुद्ध ठ्याक्क जन्मेको त्यो ठ्याक्क एरियालाई चाहिँ कस्तो मिलाएर एकदम व्यवस्थित तरिकाले कभर गरिएको छ माइक अनि सेक्युरिटी क्यामेराहरू त यति जताकतै छँदैछ प्लस पुलिस होइन आर्मी अनि यहाँको सेक्युरिटीहरू पनि हुनुहुन्छ एकदम सुरक्षित साथ राखिएको रहेछ उताबाट इन्ट्री गरेर यहाँबाट आउट एक्जिट हुने हो मङ्कीहरू अनि यहाँ कछुवा पनि यहाँ कता देखेँ कछुवाहरू यता कछुवाहरू एकदम साह्रो परिसक्यो यो भ्यू चाहिँ केही गरी नपाइने भ्यू केही कहीँ गएर नपाइने यो शान्त मनोरम यहाँ आएर पाइन्छ यो बाहिरी यो आवरण यस्तो छ यहाँ बुद्धले नुहाएको ठाउँ भनेर भनिन्छ यहाँ पानी जहिले पनि यस्तै हो यहाँ चाहिँ माछाहरू पनि छ अनि माछा र कछुवा हामी पनि ध्यान गरिन्छ एकछिन ध्यान गर्ने हो ध्यान गर्ने अनि त्यहाँबाट हामी निस्किनेवाला छौँ सो उता अगाडि नै जानेवाला छौँ एकदम हामीलाई केही हतार छैन है त्यहाँबाट हिँड्नलाई रातहरू जेसुकै परोस् तर यहाँ बन्द गर्नुभन्दा अगाडि हामी यहाँबाट निस्किन्छौँ यहाँको म यस्तो अनुभव लिन्छु अब मलाई थाहा हुन्छ यो 100 वर्ष पुरानो रुख हो जुन रुखको नाम चाहिँ पिपल हो लाइटिङ कस्तो म्यानेजमेन्ट
सो गाइस हामी यहाँ बस्दा बस्दै एउटा के देख्यो भन्दा ठ्याक्कै बसेको बेलामा बेल खस्यो यहाँबाट बेल खस्यो यो माथिबाट बेलको रुख भन्ने यस्तो हुँदो रहेछ त यहाँ कस्तो बसाइरहेको छ है कागलाई बेल पाक्यो हरसम्म बिस्मात बनेको अब त्यही हो खान सक्दैन कागले बेल चाहिँ यो चाहिँ कस्तो हुन्छ बेल भर्खरै खसेको कस्तो यस्तो बलै जस्तो हुँदो रहेछ त गाइस लाइट यस्तो छ साँझको भ्यू यस्तो हाय यो शक्ति प्रदान गरिदिनु भगवान् सधैँ गरी यस्तै शान्ति समृद्धि जीवनमा हुनुपर्छ सो हामी अब यहाँबाट एकदिनमा निस्किन्छौँ फोटोसोटो खिच्छौँ र हामी यहाँबाट निस्क्यौँ होला है त यही हो बेल भन्ने मान्छे यस्तो स्ट्रङ हुँदो रहेछ म त यहाँभन्दा पहिला उसो के गरेको छैन यो पुरानो जस्तो त्यही हो के हुन्छ मिठो हुन्छ यो खाने हो यो होइन पाकेको नरम हुन्छ गाइस बेल यो खानेवाला ठ्याक्कै भर्खर ढाक्क गर्दै म फेरि नेक्स्ट टाइम पनि आउनेछु खानै मन लागेन त मलाई त तेरो भइसक्यो मेरो दुईटा ओहो के हो हाम फाल्ने माछा हो माछा कि भेट माछा एउटा छैन अशोका स्तुपा हामी त्यहाँ जानुपर्ने हुन्छ अशोक स्तुपा त्यहाँ फोटो भिडियो खिच्न पाइन्छ त्यसको अशोका स्तुपाको पनि धेरै कुरा छ तर नजाने हो त्यसको अर्थ धेरै लाग्छ नि अशोका पिल्लर कति क्लासमा हो नि हो त गाइस हामी आइपुग्यो अशोका स्तुपा यहाँ है त गाइस मामी अशोका स्तुपा भन्ने एउटा हो यसको परिभाषा यहाँ कति लेखेको हुन पर्छ जस्तो लाग्छ मलाई यहाँ यसको अर्थ म यहाँ देखाउँछु कि के भन्न खोजेको यसको अर्थ के हो भन्ने कुरा यहाँ हुन्छ अब देवताहरूका प्रियदर्शी अशोक राजा राज्यकालको 20औं वर्षमा आफै आउनुभयो यहाँ शाक्यमुनि बुद्धको जन्म भएकोले बुद्ध जन्म यो सङ्केतको शिलामा पूजा गरी यो शिला स्तम्भ स्थापना गर्नुभयो यहाँ भगवानहरूको जन्म भएकाले लुम्बिनी गाउँको बलि करबाट 8 लाख मात्र कायम गर्नुभयो अरे सो बुद्ध वाज बोर्न इन लुम्बिनी अहिले ताता बाई फेरि आउनेछौँ सो गाइस म अहिले आइसकेको छु यहाँ लुम्बिनी गेटभन्दा बाहिर तर अहिले लास्टै ठुलो पानी परिसक्यो गाइस यहाँ यस्तो छ यता राम्रो होटलहरू छ यो सायद यो बस पार्क हो गाइस अनि हामीले यहाँ किनमेल गर्दैछौँ अब के हुन्छ मालासला यताउता लुम्बिनीको चिनो जस्तो यहाँ दाइसँग टक्क किन्नुपर्ने हुन्छ बुद्धको मूर्ति सो गाइस म चाहिँ किनमेल गर्दैछु है हजुर किनमेल गर्दैछु त्यस्तो नै हो यो चाहिँ मिक्स गरेर बनाएको हुन्छ त्यो गाइस टिभी राख्ने पनि टक्क हाम्जी भङ्ग लाग्यो क्या मलाई अहिले यस्तो मूर्ति लानु पऱ्यो यस्तो मूर्ति
पर जान्छु यो तपाईँको 10 सालको ग्यारेन्टी ए यो त महँगो होला कति हो यो 10 सालको ग्यारेन्टी छ कति होला यसलाई तपाईँकोबाट 19,500 सो गाइस अब हाम्रो किनमेल भइसक्यो अब यहाँबाट फर्किनु पर्ने हुन्छ ल अब यहाँबाट फर्किनु हामी ल ए यहाँ त यत्रो क्यामेरा रहेछ बाबरे हुन त कसैले हात लम्काउँछन् ठिक छ यस्तो क्यामेरा चाहिँ हुनुपर्छ जता गर्दै ल हाम्रो ल दाइ धन्यवाद बाई बाई गरिदिनु न क्यामेरामा बाई बाई गरिदिनु कि युट्युबमा हाल्छु कि यो भिडियोहरू सबै ल बाबा बाई गरिदिनु ल खुसी हुनुहुन्छ कि दुःखी हुनुहुन्छ आउनु पैसा गएन के टेन्सन ए आई एम ह्याप्पी भन्नु न ल भान्जे ल हजुर रमाइलो भिडियो त कति आएछ मुस्ताङको आइसक्यो यहाँ मुस्ताङको भ्लग्स आइसक्यो ल गाइस पानी पऱ्यो ल उताबाट निस्किनु ल पानी परेको देखियो होला है लाइटमा गाइस त्यही हो अब यो म तपाईँलाई भन्छु हामी मायादेवी मन्दिरमा घुमेर भ्याइयो बाबा आनन्द आयो हाजी पानीले हामी भिजिसक्यो तर आउँदा आउँदै यो ठ्याक्कै फर्किने क्रममा हामी मेन गेटबाट छिरेको आउने क्रममा लाइनै छैन यो अँधेरो छ पुरै अँधेरो भयो वरिपरि यस्तो ठुलो जग्गा छ यहाँ बँदेलहरू हुन्छ स्यालहरू हुन्छ तपाईँको हात्ती त हुन्न क्या हात्ती चाहिँ छैन अनि अरू मङ्कीहरू यति धेरै छ अनि यो उस अँधेरोमा मोबाइलको लाइट बालेर हिँड्नु परेको छ गाइस त्यही हो अब अलिकति व्यस्त गर्नु पऱ्यो लुम्बिनी विकास कोषले लाइटिङको चाहिँ भएन यस्तो लाइन त नजानु पर्ने कन्टिन्यू हुनुपर्ने अब देशको स्थिति नै यस्तै छ कुलमानलाई घटाइहाल्ने राम्रो काम गर्नेलाई त्यो कुर्तीमा बसेर त्यस्तो काम भएन है अनि हामी अँधेरो हिँडिरहेछौँ उनीहरूको लागि गलेर साइकल पनि कुदाइरहेछन् अँधेरो खै कसरी कुदाइरहेछन् अन्दाजले पनि होला यहाँको पुरानो मान्छेहरू त सो त्यही हो गाइस मायादेवी मन्दिरमा घुमियो बसियो त्यहाँको पिपलको रुखको हावा खाइयो मस्त जस आनन्द आयो सबै दुःख पीडा हुन्छ नि अब सबै कुरा बिर्सिएर आनन्द एकदम चिल पारामा बसेर आनन्द ल्याइयो मस्त फ्रेस भयो दिमाग त्यही अब आजको भ्लग्स चाहिँ यति नै आज 2टा भिडियो बन्यो घरदेखि लुम्बिनी मायादेवी मन्दिरको चाहिँ एउटा छुट्टै भ्लग्स आयो अब फेरि भोलि आउने छ अरू मन्दिरहरूको भ्लग्स आउनेवाला छ स्टे ट्युन फर नेक्स्ट भ्लग गाइज सी यू टुमारो विथ नेक्स्ट भ्लग बाई